हेलो साथीहरु, आज चाहिँ म विनायक बोर्डिङ सेकेन्डरी स्कुलमा डान्स प्रोग्राममा आएको छु। यो जुन जुङ्गा भएको नानी चाहिँ देखिराख्नु भएको छ नि, उ चाहिँ मेरो छोरा हो। युकेजीमा पढ्छ मेरो छोरा। आज डान्स प्रोग्राम हुँदैछ, फन फिस्टा हो विनायक बोर्डिङ स्कुलको। त्यही भएर म मेरो छोरा यहाँ प्रोग्राममा आएको छु। उले चाहिँ यसमा एउटा बुढो मान्छेको अभिनय गर्दैछ नेपाली गानामा। र अरु नानी बाबुहरु पनि रेडी हुँदैछन्, म्यामहरुले रेडी गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ फाइनली मेरो छोरा र साथीहरु, यहाँ नानीको मम्मीहरु र नानीहरु मिलेर र्याम वक पनि हामीलाई देखाउनु भयो। सारै नै राम्रो प्रस्तुति थियो। सबैले आफ्नो आफ्नो जातिको वेशभूषाको ड्रेसहरु लगाएर यहाँ र्याम वक देखाएको थियो हैन। जसमध्येमा यो ड्रेस चाहिँ मलाई एकदमै मन पर्यो है। नानीलाई पनि राम्रो देखेको, नानीको मम्मीलाई पनि राम्रो देखेको हेर्न सक्नुहुन्छ। र यहाँ म्याम र नानीहरुले यस्तो राम्रो प्रस्तुति गर्नुभयो, यस्तो राम्रो डान्स देखाउनु भयो, जसले गर्दा त्यो मञ्च नै एकछिन त रमणीय नै भएको थियो के। जे होस्, धेरै रमाइलो भयो आज विनायक बोर्डिङ स्कुलमा। र साथीहरु, यहाँ चाहिँ विनायक बोर्डिङ स्कुलमा राम्रो राम्रो प्रदर्शनीहरु पनि नानी बाबुहरुले राखेको थियो है। हेर्न सक्नुहुन्छ। यसमा स्टल 1 2 मा चाहिँ तपाईको यो रिङहरु थियो भने तपाईको स्टल 3 मा चाहिँ त्यो बलहरुले उसलाई हाल्नु पर्ने थियो, बियरको बोतलहरुलाई, क्यान बियरहरुलाई हाल्नु पर्ने थियो। त्यो गेमहरु राखेको थियो। अनि तपाईको स्टल 4 मा चाहिँ चिया र आलु चप अनि सोयाबिन राखेको थियो। चिया खान म उभिएको, तर मैले चाहिँ निकै बेरमा पाएँ चिया चाहिँ। त त्यहाँ एउटा ठुलो घटना हुनबाट पनि बचेको थियो। जे होस्, त्यो के रे स्टोभ झरेको थियो तल, ग्यास बच्यो ठुलो घटना हुनबाट। र म त्यहाँभन्दा अगाडि बढेर म थुक्पा लिन गएँ मेरो छोराको लागि। झोल थुक्पा हेर्न सक्नुहुन्छ। झोल थुक्पा चाहिँ एकदम मन पर्यो रे मेरो छोरालाई। तर थुक्पा चाहिँ थियो, झोल चाहिँ थिएन रे साथीहरु। झोल चाहिँ जस्ट खतम भएको छ भनेर थुक्पा र हल्का मसलाहरु हालेर दिनुभएको थियो। त्यो पनि मेरो छोरालाई मन पर्यो रे। हेर्न सक्नुहुन्छ। मिठो मानेर खायो मेरो छोराले। केही छिनको पर्खाएपछि म फेरि चिया स्टलमा पुगेर मैले बहिनीलाई चिया बन्यो कि बनेन बनी भनेर फेरि सोधेँ। र त्यो फाइनली चिया चाहिँ बहिनीले बनाउँदै रहेछ। र मैले त्यहाँ चिया खाएँ पनि, तर चिया चाहिँ मलाई त्यहाँ साथीहरु खासै मन परेन है। ओके, बाई बाई।